हेलो साथीहरू, गुड मर्निङ। गुड मर्निङ सोल्टिनी। गुड मर्निङ नमस्ते। गुड मर्निङ सोल्टिनी। गुड मर्निङ सोल्टिनी। के हो नुहाइ धुवाइ गरेर चिटिक्क परेर मोमो के हो यस्तो साथीहरू। अब हामी चाहिँ उठिसक्यौँ होइन। अनि त्यसपछि म चाहिँ यहाँनिर सोल्टिनीले ग्रिन टी ल्याउनु भएको रहेछ। हामी चाहिँ ग्रिन टी खाँदैछौँ। अब चाहिँ हामी लाग्ने आज के अरे सिक्लेससम्म जाने गाडीमा। त्यसपछि त्यहाँबाट के भन्नु सक्छ त्यहाँबाट हिँड्दै तासासम्म जाने। आजको बास तासामा हुनेछ भनेछ। त्यही हो यी मेरो कस्तो रहेछ त्यो उयो थाहा छ? ए जाम कस्तो छ? ए हेर लुतो मान्छेको कसरी लिनु भने राम्रो रहेछ। लार्ज होला कि खोइ त्यो जाम कस्तो छ? म त हेर्छु त्यो कट्टु हेरेको त यहाँ पट्याप्प हुन्छ हो। कुनै कुनै त्यस्तो हुन्छ कि अर्को वाला ट्र्याक हेरेको थियो कि यहाँनिर ठ्याप्पै के पुरै उवाला। ल साथीहरू हेर्दै गर्नु होला। थ्याङ्क यू। ए ला त्यहाँ खुल्लै थियो। साथीहरू अब हामी चाहिँ तयार भइसक्यौँ। यो चाहिँ मेरो लुक्स हेर्नु ल यहाँनिर। छिटो साथी म चाहिँ यस्तो भन्ने मेरो ब्याग चाहिँ यति नै हो। मेरो ब्याग चाहिँ छैन रहेछ हौ। छैन यति नै छ। अनि यसरी जाने यहाँबाट। वाउ बाहिरको भ्यू क्या दामी देखेको। अहिले यहाँको एक्साइटेड देखेर नि फर्किँदा हालत के हुन्छ? अहिले फर्किँदा के हुन्छ कि गर्ने अहिले होइन अहिले पछि अहिले नै सबै इनर्जी सघाउनु है। इनर्जी जति सबै सघाउनु। हाम्रो गाडी पनि आइसकेको छ साथीहरू। हाम्रो गाडी चाहिँ यो रहेको छ। अब हामी चाहिँ हिँड्यौँ। पुरा निदाउँछु होला कि म त। मलाई त गाह्रो हुन्छ होला नि। एकजना चाहिँ बाइकमै आएको भए हुन्थ्यो। म बाइकमा आऊँ? म बाइकमा आउँछु। गर्दैन के जाम न। म झन् 600 रुपैयाँ दाइ अटाउनु हुन्छ कि दाइ? अटाउनु हुन्छ त 600 दिन छोडेर पुल्याएर यो लट्ठी सोल्टिनीलाई भाइले काखमा बोक्नु के? हिजोको जस्तै जाने हो। कति मलाई पुरा निन्द्रा लाग्छ कि। आधी घण्टाको बाटो धेरै होइन। ला करायो यार मलाई। 7 किलोमिटर हो। जल्दी नि मलाई करायो। अट्छ राख्नुहोस् हो साथीहरू। हामी चाहिँ हिँडेको। अब बाटोमा देखाउँदै गर्छु। यो चाहिँ खाजा मैले बोक्नु पर्ने अरे। यो चाहिँ मलाई चाहिँ 3 जनाको काखमा सुताउनु है। नै सानो मान्छे रोशन सोल्टी के गर्ने नानीलाई लाम्मै सुताउनु भयो त? लाम्मै धलाउनु भयो त? सानो नानीले बुबु भन्नु छ केरा पो खाने रे? सानो मान्छेले त केरा खाइ देखाउनु पर्थ्यो। बिहान केरा खानुहुन्छ? स्वागत गर्न आएको हामीलाई। हात ल्याऊ हात ल्याऊ। साला हामी चाहिँ यहाँनिर आइपुग्यौँ। मेरो चाहिँ गाडीबाट निस्किने बित्तिकै टाउको ठोकेर त्यो भयो। अनि हामी चाहिँ अब यहाँ जिप पाउने ठाउँमा आइसक्यौँ। अब यहाँबाट 600 रुपियाँ भन्थ्यो। बोक्यो ए नुडल्सहरू बोक्नु पर्छ। दुईटा बोकौँ नि। ड्राई फ्रुटहरू बोकेको छ हुन्छ। यसो बाटोमा हिँड्दै गर्ने बेलामा पानी हालेर खाने हो। भोलि चाहिँ खानु चाहिन्छ कि जस्तो भोलिलाई चाहिँ चाहिन्छ। भोलि दिउँसोको लागि कति टाढा रहेछ हेर्नु है। ल धन्यवाद दाइ। ठिक ए त चाहिँ के गर्छस् हौ? टाल्लाई अच्छा यहाँ खाजा आइपुग्यो साथीहरू। मैले चाहिँ झोल तरकारी अनि खाएको अन्डा खाएको। यता सोल्टिनीले चाहिँ समोसा लप्टाइदिने।
सोल्टिनी केही पनि नखाने अरे उता सोल्टिनीले चना अन्डा खानु भएको छ खानु मान्छे चाहिँ पुग्यो है ए पुग्यो भने जाने अब खाएर नि तपाईँले खानु न तपाईँले खानु ए हामीलाई चाहिँ घरमा नखाउनु नि हामीलाई घरमा नखाउनु नि जाऊ अन्डा पनि भनेको थियो एउटा अन्डा अब यहाँनिर पुरा खानै हुँदैछ अब चाहिँ हामी खाजा खाएर हिँडेको यहाँबाट खाजा खाइसक्यौँ अनि अब यहाँबाट निस्किने अनि त्यही हो ओ साथीहरू के हो यार भिडियो जब भिडियो अन गर्छ कि रमाइलो पुरै हुँदैन त सबै आफ्नो आफ्नो तालमा हुन्छ के क्यामेरा पछि मात्रै हुन्छ त्यही भने क्यामेरा पछि चाहिँ पुरा हुन्छ के क्यामेरा अन गर्दा त हुँदैन त यो चाहिँ मेरो सोचिदिएको अब साथीहरू के छ खबर पछाडिको हाल ठिक छ होइन अहिले चाहिँ ठिकै छ सिक्नेसबाट उकालो लागेपछि थाहा छैन त्यही भएर हरे चाहिँ गाह्रो होला अहिले चाहिँ पछाडिको चाहिँ ठिक छ अरे कि मेरो फोन चाहिँ यहाँ राखेर चाहिँ सिक्नेसबाट ओह्रालो त्यहाँदेखि 1 घन्टा त्यहाँदेखि फेरि उकालो हो र ओह्रालो जानुपर्छ ओह्रालो पो हो रे पुरी पुग्ने हो नि हजुर दाइ कस्तो छ खै म त पुगेको छैन उकालो छ जानुभयो तपाईँ अनि हामी भोलि डल्लै हिँड्यो भने पुग्छ दाइ पुगेको छैन हजुर भोलि डल्लै हिँड्यो भने पुग्छ हामी आज बाटोमा गएर बस्नु आज बस्ने नि भोलि चाहिँ पुग्छ भन्ने कुरा आइरहेको छ जानकारी 10 घन्टा हिँड्नुपर्छ अरे दर्शनमा गएर हिँड्न चाहिँ सक्नु पर्यो म त हिँड्छु उड्छु गाडीदेखि निस्केर होटल चढ्दा त कस्तो पो भएको थियो को भ्यू इन्जोय गर्नुहोस् साथीहरू आउनुहोस् सोल्टिनी हेलो चिप्ली हेलो चिप्ली चिप्लीको भ्यू इन्जोय गर्नु होला साथीहरू यस्तो दामी देखिँदो रहेछ वेलकम टु द हाइएस्ट सेकेन्ड लङ्गेस्ट ब्रिज अफ नेपाल मैले चाहिँ यहाँ होइन मैले चाहिँ यहाँ वाटरफल देखेर चाहिँ म टक्क गर्नलाई गरेँ हो होइन पाती चढाउनु पर्ने हुन्छ हाम्रो चस्मा निकाल्नु भने यस्तो गरौँ न कुदेर जाऊँ न हामी यहाँबाट यहाँबाट कुद्नु न सोल्टिनी एकछिन आउनु
आउनुहोस् म्याडमको आने दिजे नखाली आए पुलमा हिँड्दाको म जान्न होला यहाँको आउनु अरे हेर्नु न हिँडेको नेपालकै सबैभन्दा अल्गो पुल हेर्नु ल मुनि कति हाइट छ हेर्नु ल कति तल छ हाइट देख्नुभयो नि गाइज देख्नुभयो नि कति अल्गो छ पुरा अल्गो न अल्गो छ है यहाँनिर चाहिँ के अरे उयो बनाउनु पर्ने हो क्या बन्जी नि बन्जी यहाँनिर बनाउनु पर्ने देखेको अघि नै हेरिसक्नुभयो गाइजहरूले अनि सोल्टिनीलाई चाहिँ पुरा गाह्रो भयो क्या त्यो हिँड्नु हाइट फोबिया रहेछ नि त सोल्टिनीलाई अनि त्यही भएर चाहिँ ऊपर हिँडिरहेछन् समातेर हिँडिरहेछ पुरै गाह्रो भएर मान्छेहरू नि पुरा आउँदैछ यता माथि कोरी गएर आउनु भएकोहरू होला कि फर्केको होला कि त्यस्तो के छ आउँदैछ अनि हामी हिँड्ने गाडी चाहिँ पर पुग्यो बस पनि आउँदै रहेछ परबाट कता हौ कहाँ हो बस ए बस यहाँ रहेछ बस पनि आउँदैछ यो चाहिँ माथि सिक्लेसबाट आएको बस रहेछ सिक्लेस आयो सिक्लेस गाउँ आइपुग्नु भयो हामी अहिलेलाई सिक्लेसको बस पार्क ठ्याक्कै यहाँनिर रहेछ सिक्लेसनिर अब यहाँबाट चाहिँ हामी हिँड्नेछौँ जोडका साथ मजाले जुग्नेछौँ हिँड्नुलाई तयार होइन तयार कसरी हिँड्ने हामी चाहिँ अब होटलमा खाना खान जानु लागेको खाना चाहिँ हामीले तलैबाट भनेर आइसकेको थियौँ अब यहाँ खाना खाएर वा सिस्नो हेर्नु न क्या दामी म त सिस्नोको त फ्यान हो नि मलाई त बर मनपर्छ अनि अब यहाँबाट चाहिँ खाना खाएर हामी हिँड्छौँ होटलबाट दाइ लिन आउनु भएको उहाँ चाहिँ कता जानुभयो उहाँ चाहिँ अनि अब चाहिँ यहाँबाट खाना खाएर हिँड्ने पिम्पल्स आएर पुरा रगतै हो क्या यति पुरै यस्तो भयो रक्तमै भयो म त तपाईँ सोल्टिनी आउँदै हुनुहुन्छ यो चाहिँ यहाँ चाहिँ सिक्लेसमा चाहिँ म्युजियम पनि रहेछ हो यहाँनिर अनि यहाँनिर यस्तो ठाउँहरू पनि रहेछ के राम्रो रमाइलो रहेछ एकदमै दामी ठाउँहरू फुलहरू पनि गरिरहेको नि त्योभित्र चाहिँ के होला नि दाउराहरू पुरा यसरी राख्नुहोस् न हाम्रो पनि गाउँमा दाउराहरू यसरी नै राख्छ पहिलेदेखि यो चाहिँ आगो बाल्न सजिलो हुन्छ प्राइभेट भन्छ दामी नै देखेको माथि हो अब हामी माथि जानुपर्दो रहेछ हामी चाहिँ होटल देउराली के के भन्छ क्या देउराली होटल यता हो हिमालकै छेउमा जाने हो आउने हो माथिको चाहिँ के हो दाइ त्यो सेतो घर हो
हेर्दाखेरि पनि अझ 2 दिन हिँड्नुपर्छ रे हैन 2 दिन हिँड्दाखेरि पनि हिमाल चाहिँ यस्तो देखिने मात्रै छुन पाउँदैन। अब चाहिँ यसको काम आउँछ है। अब यसको मेन काम आउँछ यसरी हिँड्ने। तुम पढो न दिल मेरा नहीं जीना तेरे बिना। हाम्रो चाहिँ खाना आइसकेको छ। ल सोल्टी नै थालिदिनु भयो? ल है थालौँ है, म पनि थालिदिउँ है। घिउ भात। ओइ तातो होला है। ओ के अरे सिक्लेसको गाउँ पुरा कति रमाइलो देख्ने क्या यहाँबाट त। यतै यतै बसौँ बसौँ जस्तो, यतै हजम गरौँ जस्तो लाग्यो मलाई। तर के गर्नु, गाह्रो छ जिन्दगी भने जस्तो छैन। अब हिँड्दैछौँ सबैजना आनन्दले यहाँनिर। बस्ने होइन है, बस्ने होइन। फुल फुल ए धोर पार्नु जाने यहाँबाट हो। यहाँ चाहिँ धाराहरू रहेछ पुरा गर्ने। सिन त वाउ छ नि यार सोल्टी नि, बब्बाल दामी छ। अब सोल्टिनीलाई मान्छे मन पर्न छोड्यो अब यहाँ। खुट्टा कस्तो भयो अरे सोल्टिनी? खुट्टा कामेको हेर्नु न यहाँ। खोइ त हेरौँ अहिले 1 घन्टै नहिँड्दा यस्तो छ हालत त नि। खुट्टा कामेको खुट्टा कामेर बिजोक भएको छ सोल्टिनीको चाहिँ। ए मासाले के हुन्छ है। हामी चाहिँ अब लगभग ओह्रालो चाहिँ सकि नै लाग्यो। अब यति बाँकी छ हाम्रो ओह्रालो भनेको चाहिँ यति बाँकी हो। अनि त्यसपछि त्यहाँबाट फेरि यो टाढै उकालो चढ्नुपर्ने हुन्छ। टाढै उकालो चढेर चाहिँ त्यहाँबाट त्यहाँ बस्ने ठाउँसम्म आइपुग्छ। तासामा चाहिँ पुगिन्छ भन्ने हो। अब अरूलाई त 4-5 घन्टामा पुगिन्छ भन्दा हामीलाई त लाग्छ होला 7-8 घन्टा त्यति हिँड्नुपर्ने हुन्छ आज हामी। अनि भोलि त 10 घन्टा हिँड्नुपर्ने हुन्छ अरे। 10 घन्टा हामी त बिहान नै हिँडेर बेलुका पुग्छ होला। निन्द्रा पनि हाम्रो काँचो छ नि त, यहाँ पाकेको छैन नि त। 12 बजी सुतेर 4:30 बजी उठ्यो भने काँचै छ नि त निन्द्रा। के खाएर 12 बजी सुत्नु भएको भन्नु त? टुच तङ्बाले लागेन अरे सोल्टिनी। म त बियरले त रनाउन नि मलाई त। सोल्टिनी नबस्नु, अहिले झन् गाह्रो हुन्छ। हेर न यस्तो गर्छ अहिले, झन् गाह्रो हुन्छ हिँड्नु। उठ्नु 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 हेर्नु। यस्तै छ साथी। बल्ल 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 ओह्रालो कट्यो। अब यो चाहिँ पुल हो। यो पुल
त्यो चाहिँ खोला पुल तर्दैछौँ। पहिलाको पुल चाहिँ काठको पुल रहेछ यहाँनिर। ए यस्तो पुल काठको पुल पहिलाको पुल नि काठको। अहिले त्यहाँ गयो भने त मान्छे झर्छ होला है त्यहाँबाट त। त्यहाँ गयो भने त झर्छ होला है मान्छे त। हामी चाहिँ त्यहाँबाट यहाँ आउँदै हालत पतला भइसक्यो। पुरा हिँड्नै नसकेर यस्तो गाह्रो भइसक्यो। यहाँ सोल्टिनीले अब यहाँ इनर्जी खान थालिसक्यो। मैले त थोरै दिनै भयो यो देर हुन्छ। यो थोर थोर खाने हो नि यो त। भोलि पर्सिसम्मलाई पुऱ्याउनु पर्छ। अनि यो चाहिँ दानाहरू हो क्या। यो चाहिँ इनर्जीहरू। यो चाहिँ यसलाई चाहिँ हाम्रोतिर चाहिँ बाख्राको गु भन्छ। बाख्राको बड्कुलो। निकालेर तपाईँ पछाडि बस्नु न। अन्त नजानु न। सबै अगाडि सक्नु न। दाना गम्मै खाइगे बल्ल बल्ल यहाँ मार्ली कटेज आइपुग्यो साथीहरू। के थाक्यो। अब कुकुर छ है क्या। यहाँ बसौँ न। कटेजमा बसौँ न। सोल्टिनहरू पर्खिनु परेन। सोल्टिनहरू आएको छैन। सोल्टिनहरू चाहिँ आइपुग्नु भएको छैन। म चाहिँ एकछिन बसेको। यहाँ कुकुर पनि रहेछ। कस्तो दामी ठाउँ रहेछ हौ। यहाँनिरको सिस्नो देखेर चाहिँ मलाई पुरा लोभ लाग्यो क्या। टिपेर सिस्नोको भात खाउँ जस्तो लाग्यो मलाई। चटपटे स्प्राइट कस्तो छ? दामी छ नि। पुरा मिठो छ। दामी छ। यहाँ म्याडली कटेजमा बसेको कस्तो दामी क्या यहाँको ठाउँ। बब म्याडलीको पुरा फ्यान हुनुहुँदो रहेछ क्या हो। म्याडलीको फ्यान को हो दिदी? ए यहाँको दाइ चाहिँ पुरा म्याडलीको फ्यान हुनुहुँदो रहेछ। दुईजना चाहिँ त्यहाँबाट आउँदैछ पुरा थाकेर। कति मिठो गुलियो छ। चटपटे उस्तै मिठो। यहाँबाट पुरा जिस्काइदिँदैछ। तातो पानी त पाउँदैन अरे। एकदम चिसो चिसो मात्रै के। हजुर पिस खोज्नु गएको मान्छे पिस होला जस्तो छ। होला जस्तो छ है। कुन डाँडा? ए अब तल खोज्यो ए यो के हो? यो अङ्गुर जस्तो। ओ यो ब्लुबेरी। ब्लुबेरी के हो दिदी यो बाहिरको? के हो यो बाहिरको दाना? ए यो त हो। यो के हो यो? पोखरी अरे। यो कालो कालो भयो खाँदा हुन्छ? कस्तो हुन्छ गुलियो? साथीहरू यो कसलाई थाहा छ होइन? यो चाहिँ यस्तो हुन्छ क्या। यस्तो खालको बोट हुन्छ होइन। अनि यसको दाना चाहिँ यस्तो आउँथ्यो क्या। अनि हामीले पहिला बच्चा बेलामा यसको चाहिँ नङ पालिस बनाएर लाउँथ्यो क्या। यसरी यस्तो बनाएर यसरी नङ पालिस आउँछ क्या यसको चाहिँ। कोले लाउनु भएको छ यसरी। पुरा यसको नङ पालिस आउँछ। अनि बच्चा बेलामा हामी यसरी लाउँथ्यौँ नङमा। यसको पुरा कलर आउने भएकोले तपाईँहरू कोले गर्नुभएको छ यस्तो। गाई चराउनु जाँदा हामी चाहिँ दिनभरि गाई चराउनु जाने। हाम्रो चाहिँ कामै यही हुन्थ्यो। यसरी नङ रङ्ग्याउने। अब त्यतिखेर त नङ पालिस पनि किन्न सक्दैन थियो नि त। अनि नेल पालिस किन्न नसक्ने, लाउन रहर लाग्ने। अनि त्यही हो यस्तै अर्ग्यानिक चिज खोज्ने लाउने। अनि त्यसपछि ऊ त्यतानिर चाहिँ
यो के अरे ऊ छ मजिटो भन्ने चाहिँ त्यसको लहरा हुन्छ अनि त्यो लहरा चाहिँ पुरा तानेर अनि सुकाएर बेच्थ्यौँ क्या अनि म यसको कहानी भन्छु ल तपाईहरुलाई साथीहरु यसको कहानी यो मजिटोको कहानी चाहिँ के भन्दाखेरिमा नि अनि के अरे सानो बेलामा त्यस्तै गर्थ्यो अनि पुरा सोरेर ओ के भन्छ बेच्थ्यौँ अनि त्यसपछि अनि एकचोटि चाहिँ के भएको भनेदेखि अब त्यो गाउँमा त प्राय जस्तो जङ्गल जानेहरूले सबैले ल्याउँथ्यो कि अनि यस्तो ल्याउने बेच्ने अनि एकजनाको पनि पुरा बाख्रा थियो क्या उनीहरूको चाहिँ अनि त्यसपछि त्यहाँनिर पनि मजिटोहरू थिएछ अनि मजिटोहरू रहेछ उनीहरूको मा पनि अनि त्यसपछि हाम्रोमा पनि थियो अनि हाम्रो चाहिँ तल गोठ थियो क्या बारीभन्दा तल अनि त्यो गोठमा चाहिँ मजिटो सुकाएको थियो अनि त्यही अब सुकेपछि बेच्नलाई चाहिँ अलि माथि पसलमा ल्याउनु पर्थ्यो क्या अनि त्यही बाटो पसलमा त्यही घरको बाटो पसलमा मजिटो बेच्न आएको तिनीहरूको मजिटो चोर्यो भनेर मलाई कुटेको क्या त्यो मान्छेले आएर साथीहरू मैले फेरि त्यहाँनिर एउटा चिज भेटेँ यो चाहिँ रत्नौलो भन्छ हामीले चाहिँ अब अरूले चाहिँ के भन्नुहुन्छ होइन यो चाहिँ पुरा यसको फुल खान्थ्यौँ क्या हामीले चाहिँ बच्चा बेलामा अमिलो अमिलो हुने अनि त्यतिखेर त जे पाए पनि खाइदिन्छु जस्तो लाग्ने यसको फुलहरू टिपेर खान्थ्यौँ यस्तो फुल तपाईहरुलाई नि थाहा छ छैन तपाईहरु कसले खानु भएको छ भने कमेन्ट गर्नु ल भयो मेरो भान्जीको बुढाजीले पनि यस्तो साह्रो दुई जाउँ मजाले मसाज गरिदेऊ म तिमीलाई पनि गरिदिन्छु ल मलाई गरिदेऊ ल गरिदिने कि नै गर्दैछु साँच्चै गरिदिने म गर्नलाई त जन्म्या हो के गर्नुलाई जन्मेको मसाज साथीहरू मैले फेरि अर्को चिज देखेँ झ्याउ तर यो झ्याउ होइन सोल्दिनी हामीले पहिला सानो बेलामा चाहिँ पुरा उयो हुन्थ्यो क्या सानो बेलामा पुरा सोरेर चाहिँ बेच्थ्यो हामीले चाहिँ कहिले नि खाएको छैन तर खानु चाहिँ यो यस्तो पुरा सोरेर बेच्थ्यो किलोको पनि धेरै आउँथ्यो अनि किलोमा पनि यति धेरै जान्छ नि त अनि बेच्थ्यो योवाला चाहिँ नखाने हो योवाला नखाने हो योवाला चाहिँ खाने हो क्या मेरो मोटो साथी यस्तोमा पनि फेरि बिचमा नखाने हुन्छ कि यो चाहिँ खानेवाला झ्याउ हो अनि तर हामीले चाहिँ खाएको छैन अनि बेच्थ्यो क्या सानो बेलामा पैसा कमाउँथे नानी मरेमा त गर्ने साथीहरू यहाँ हेर्नु त कस्तो दामी सिस्नो के म जस्तै को हुनुहुन्छ सिस्नो लभरलाई यो हेऱ्यो भने यति खानु मन लाग्छ यस्तो दामी सिस्नो छ है झरेलो म त जहाँ हेर्दा पनि यो सिस्नो हेरेर कति लोभे यो नजिकै हुन्थ्यो भने त म त टिपेर लान्थेँ कस्तो दामी सिस्नो हेरौँ न ममा यति लोभिरहेको छु म यो सिस्नो देखेर मलाई फेरि सिस्नो भएपछि मासु पनि चाहिँदैन क्या त्यस्तो मनपर्छ यहाँ हेर्नु न कति दामी सिस्नो चरेप चपाइदिउँ क्या बल्ल अलिकति शान्ति मिल्यो आजको लागि चाहिँ भोलि फेरि हिँड्नुपर्ने छ यहाँनिर रहेछ
आइपुग्यो साथीहरू बल्ल 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 आइपुग्यो हाम्रो होटल चाहिँ यही होटल हो ब्रदर्स होटल अनि हाम्रो जाँदैछौँ हामीले पुरा भइरहेछ गरिब कति राम्रो क्या तिहारमा पो खानु फुल है अन्त रच्चा आइपुगेको छैन यार होला What a garden. Wow. यही हो 5 जनाको बस्नुहुन्छ ए रुम देखाइदिनु न रुममा झोला चाहिँ बिसाइदिनु हजुर म एकजना भने अट्छ भने हुन्छ 2 नम्बर ब्रेकफास्टमा चाहिँ के हुन्छ चना अन्डा चिया ब्रेड हुँदैन यहाँबाट 2 घन्टामा फेरि खाना खान आउँछ हो लन्च क्याम्प छ लन्च क्याम्प अलि नजिकै भएर त्यो लिलाई माथि केही छैन कि त्यहाँबाट साथीहरू हामी चाहिँ अहिले यहाँ तासामा आइसकेर यो बेलुकाको खाजा खाँदैछौँ अनि त्यसपछि पुरा नि भोलि त झन् हिँड्नुपर्छ है यस्तो पाराले त हुँदैन बिहानै 7 बजेतिर जानु हो फेरि माथि खुल्दैन अरे नि त खाना खाने ठाउँ त्यो भन्नुभयो माथि यहाँबाट 2 घन्टा हिँडेपछि हामीलाई त 2 घन्टा के 3-3.5 घन्टा लाग्छ त्यहाँ हिँडेपछि खाना खाने ठाउँ छ अरे अनि त्यहाँबाट उँभो छ अरे अनि 7 बजी 6 बजी हिँडौँ ल हिँड्नु चाहिँ पर्छ जसरी पनि हेर्नु यस्तो गऱ्यो भने त हुँदैन किनभने आज कति रात हुन्छ नि बरु बिस्तारै हिँडिराख्ने के मसाज नगरिदा त्यो गर्नुपर्छ सास कस्तो हुन्छ त पुरै सो गाइज आजको भ्लग चाहिँ यति नै म एन्ड गर्दैछु आजको यात्रा चाहिँ हाम्रो पोखरादेखि सिक्लेसबाट यहाँ तासा आइपुगेको छौँ अनि हाम्रो अब सक्दो देखाएको छौँ दृश्यहरू पनि तपाईँहरूलाई अनि थ्याङ्क यू फर वाचिङ भोलि पनि हेर्नु होला